जब कमिलाहरूले पानी पर्न भूकम्प जान लाग्छ, वर्षा हुन लाग्छ, कमिलालाई थाहा हुन्छ आफ्नो एक जुरु लिएर कमिलाहरू अर्को ठाउँमा सर्छ। हामी मान्छेहरू पार्टी मनाइरहेका हुन्छौँ। को ज्ञानी? हामी मान्छेहरू रातभरि के गर्छौँ होला, सायद हामी काम गर्छौँ होला या तास जुवा खेल्छौँ होला, दिनभरि सुत्छौँ होला सायद। तर 4 बजेपछि भालेको बास, इट नोज द टाइम। अब को ठुलो, मान्छे ठुलो कि पशु पंक्षी प्राणी ठुलो? घरमा म जहाँ जन्मे त्यहाँनिर कोदोको बालीहरू, कोदोको अन्न बालीहरू हुन्थ्यो। अनि बिचारा मुसाले त्यो कोदोको बालीहरू काटेर आफ्नो घर बनाउँथ्यो भित्र दुलोमा, अनि त्यहाँनिर कोदो राख्थ्यो। अनि मैले देखेँ त्यहाँनिर मलाई जन्म दिने बाबा मम्मी जो हुनुहुन्छ उहाँले चाहिँ गएर झम्फल हिर्काउनुहुन्थ्यो। अनि झम्फल हिर्काएर त्यो कोदोहरू निकाल्नुहुन्थ्यो, कोदोहरू निकाल्नुहुन्थ्यो। त्यहाँ धेरै थिएन, यति कोदोहरू हुन्थ्यो। एउटा मुसाले थुपार्ने भनेको यति कोदो हो। गनेर जाने हो भने लगभग 25-30 बाला होला। त्यति 25-30 बालाको लागि झम्फल हिर्काएर हम्मर हिर्काएर निकाल्थ्यो। सक्यो भने मुसालाई मार्थ्यो कि मुसालाई खेदाइ पठाउँथ्यो। मलाई साह्रै भित्र मनमा रुन्थे, म यति साह्रो रुन्थे। अनि एउटा टाइम आयो जतिखेर म हिँड्न थालेँ, प्रोटेस्ट गर्न थालेँ, तब ती मुसाको घरमा गएर म सुत्थेँ। अनि त्यहाँ गर्थेँ, यदि मुसाको घरमा झम्पल लाउनुहुन्छ भने पहिला मलाई झम्पल लाउनु। त्यसपछि मुसाको घर कहिले भत्काएन बाबाले मम्मीले। त्यो दिन अहिले पनि झलस्सै याद आउँछ, यति सानो बच्चा थिए। किनभने मेरो अन्डरस्ट्यान्डिङमा मुसाले त्यो कमाएको आफ्नो खाना हो। बिचरा मुसालाई के थाहा मान्छेले यो कमाएको, मान्छेले राखेको हो, मान्छेलाई खानुपर्छ। बिचरा उहाँलाई पनि थाहा हो, तर कति यति त बिचरा है आफूले राखेको। हामीले जसरी मान्छेले आफ्नो बच्चाहरूलाई काखमा राखेर क्युट, कति क्युट भनेर बच्चाहरूलाई खेलाउँछौँ। एभ्री एनिमल्स लभ देयर चिल्ड्रेन। होइन, एनिमल्सले आफ्नो बाल बच्चाहरूलाई माया गर्दैन र उहाँहरूमा के प्रेम हुँदैन र? त्यसले गर्दा यहाँबाट 2टा सन्देश म दिन चाहेको छु मेरा प्रिय आमा बाबा नानीहरूलाई। एउटा सन्देश यो हो कि पशु पंक्षी प्राणीहरू बिचमा पनि प्रेम हुन्छ। उहाँलाई पनि नमारौँ भन्छु म त, नमारौँ। उहाँहरूको पनि जीवन छ, उहाँलाई पनि बाँच्नु मनपर्छ, एकदम बाँच्नु मनपर्छ। बेचारा उहाँहरू पनि हाम्रो चाहिँ खानामा है मासु जुन बन्छ अनि मिठो लाग्छ, त्यो सायद बन्ने इच्छा उहाँहरूको छैन। हाम्रो इच्छा छ मिठ खाउँ, कस्तो मिठो हुन्छ भनेर है, तर त्यो उहाँहरूको इच्छा। कसको इच्छा हुन्छ म मासु बनौँ भनेर? everyone wants to live। एउटा सन्देश त्यो हो भने अर्को सन्देश, पशु पंक्षी प्राणीहरू साँच्चै सर्वश्रेष्ठ छन्, उहाँहरू साँच्चै ज्ञानी छन्। यसर्थ नै पशु पंक्षी प्राणीलाई लिएर कहिले इक्जाम्पल नदिनु भन्छु म कसैलाई पनि। नेभर कम्पेयर animals with human beings. Animals are way there and humans are way down. अन्यथा नसम्झिनु होला है, तर म त त्यस्तै लाग्छ।